हेलो गाइजहरु नमस्ते टसिदेले सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु तपाईहरु सोचिरहनु भयो होला मिस्टर शेर्पा आज हिरो भनेर कहाँ हिँड्दैछ भनेर गाइजहरु आज म कहाँ जाँदैछु भन्ने कुरा तपाईहरुलाई बिस्तारै थाहा भइहाल्छ म देखाउँदै जाउँला गाइजहरु अब भने म सबै अब लगभग रेडी भइसके अब निस्किनु पर्छ गाइज अनि गर्दा तेरो स्कुलको एक्जामले गर्दा झन् पाएन अब मामा गाह्रो घुमेर आउँछ अनि तोर म फेरि पछि सँगै जानुपर्छ ल अनि अब भान्जाले मेरो लागि के भन्नु छ ल मेरो भान्जा त बोल्दैन त पुरा बोल्ने मान्छे ल क्यामेरा देखेर त पुरा नर्भस होइन यो क्यामेरामा खास के छ यस्तो नर्भस हुने यो नभए लास्ट बोल्ने मान्छे ल भान्जा यार ल बोल्दैन ल ठिक छ मेरो भान्जा ल अब 4-5 दिन पछाडि भेटौँला है अनि अब हाम्रो यहाँ मिस पनि हेलो सीमा मिस आर यु रेडी Yes, I'm ready. ओके अब हामी निस्किनु पर्छ हैन गाइस ल अब हाम्रो यो झ्यालको पर्दाहरु लगाइदिउँ त तिमीले हाम्रो बेडरुमको झ्यालहरु क्लोज गरेर राख्दिनु पर्छ अब ओके गाइजहरु अब हामी यहाँबाट चाहिँ अब निस्किन्छौँ अब गाडी आउँदैछ खासमा यहाँबाट हामी बाइकमा जाने भन्ने प्लान थियो तर अब आमा पनि जाने भएर चाहिँ हामी यसपालि गाडीमा जाँदैछौँ गाइजहरु म चाहिँ यहाँ अफिसमा काम परेर अघि माथिबाट अफिससम्म चाहिँ म पठाउमा आएको थिएँ अनि आमाहरू चाहिँ त्यहाँ गाडी आइपुग्न आँट्यो अरे अनि माथिबाट घर पालो निस्किँदैछ म चाहिँ यहाँ वेटिङमा छु गाइजहरु पर्खिनुलाई साह्रै गाह्रो गाइज अब म बाहिर निस्केर यसो चियासिया खाएर चाहिँ हाम्रो साथीहरूले वेट गर्छ साथी हो फाइनली हाम्रो गाडी पनि आइपुग्यो सो म चाहिँ गाडीतर्फ अगाडि बढ्दैछु है त अरे आइपुग्यो के छ अमै हेर्दै टाउको दुख्ला जस्तो छ गाँठे ओके साथी हो फाइनली गाडी पनि चढियो हामी अब चाबेलबाट चाहिँ गाडी चढेर चाहिँ चाबेल हुँदै गयो सुकेधारा धुम्बाराई चक्रपथ हुँदै सीतापाइला निस्केर चाहिँ सीतापाइलादेखि गल्छी निस्केर हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढिरहेको छौँ है साथी मलेखुको चाहिँ माछा एकदम फेमस छ नि फेरि चक्रपथ क्रस गरेर कहाँ आइपुग्यो वसुन्धरा क्रस भएर सामग्रीतिर कुद्दैछौँ अब यहाँदेखि त खासै जाम हुँदैन जस्तो छ हामी जाने चाहिँ कहाँबाट रहे अहिले सीतापाइला हुँदै गल्छी निस्किने सीतापाइलाबाट गल्छी निस्केर जाने त्यहाँबाट चाहिँ यता थाङकोटपट्टिबाट भन्दा सर्टकट पर्छ के हो सर्टकट पनि जाम एक थोक नहुने फेरि बाटो सबै पिच बाटो राम्रो छ भने सजिलो अब तर केही वर्षपछि फेरि त्यो थाङकोटको फ्लाइओभर के भन्छ ब्रिज बनाउँदैछ नि त डाइरेक्ट जाने अनि के अरे टनल पनि बन्दैछ त्यो बनिसकेपछि भवाल हुने रहेछ नि अब हामी कहाँ आइपुग्यो भने अब यहाँ भाडे सिमले धादिङ आइपुग्यो गाडीमा टाउको दुखेर बिचको भिडियोहरू केही पाउँछौँ क्या हो बसाइ सजिलो भयो ठिक छ टोइलेट उयो त जानु
अब हामी यसो चिसो खान्छौँ ल पिबीहरू टोइलेट जाने सँगै अब के खाजा खाने होइन खाजाहरू खाएको चाहिँ गर्मी हुन्छ नि अब त्यो भएर त मैले यहाँ हाफको टोन लिएर आएको ल टोइलेट यहाँ भित्रपट्टि हो बाथरूम यो त यो त केटा के खाने हुन्छ अब चाहिँ स्प्राइट खाउँ सन्चो भयो ल के हो यो के नाम के हो के हो यो के खानेकुरा यो ठाउँको के खाएको थियो बिहान धादिङको झाँक्री भन्ने ठाउँमा पुगेपछि सीमालाई चाहिँ त्यो गाडीमा हिँडेर चाहिँ उसलाई एकदम गाह्रो भयो भनेर पुरा हाली बोमिट गर्नु खोजिरहेको छ ल गाडी जाने त च्याबा बबिदै हान्दियो यार ल आमा त्यो थाहा देख्नमा ल म पनि बमिट भयो हो गाह्रो कसम त्योबाट यो मलाई गाडीमा हिँड्नै मन लाग्दैन क्या छ्याला त्यो म जहाँ घुम्नु गयो नि बरु बाइकमा मलाई आनन्द लाग्छ यो गाडीमा लास्ट गाह्रो हुने हट हो अब हामी हिँडौँ यहाँबाट के अरे यो धादिङ जिल्ला आइपुग्यो हामी धादिङको थाक्रे छिटो जाउँ गोरुजे जाउँ त धादिङ जिल्ला खैरेनियाको हितको माया बाटैमा भेट भएको अब यहाँदेखि त बाटो कस्तो छ कि यस्तो बाटो हेर्दाखेरि ओ गाइजहरू फाइनली मलेखुम्बा पनि अब हामी खाना खान थालेको अब बिचतिरको चाहिँ एकदम त्यो गाडीमा हिँडेर टाउको दुख्या भएर चाहिँ केही खिच्नु पाएन यो चाहिँ मलेख बजार यहाँ खाना खान थाल्यो भात खाने ग्रुपहरू अब यो मलेखुको चाहिँ स्पेसल माछा हो कस्तो रहेछ त सानो चाहिँ कान्छे रङ कति खान मन लाग्यो आलु करेला फ्राई के खाना आमाको आनी गर्दै यो हेन गरे हाल्नु त पिबेहरु माछा थाहा
आधामा हाल्दै हामीले माछा अलि हाल्नु करेला हाल्नु यो कहाँ सबै तेरै सम्पादन सबै भेट्नु पऱ्यो नि हिजो मैले आमा अनि यो आम्छे दौडी आमाहरू कालिम्पोङ जाँदाको फोटो देखाएको थियो यहाँ मेरोमा रहेछ पहिला थियो कति वर्ष पहिला हो कि यहाँ टिभी त त्यो अगाडि धुवाले चाहिँ होला नि यो फोटो त कति वर्ष पहिला कालिम्पोङ जाँदाखेरि यो त धुलाकै छ नि हाम्रोमा छ के रहेछ बि होइन पिउँदै खाँदै छैन के छैन त्यहाँ पिउँदै यहाँ छ अनि कहाँ त्यहाँ त्यहाँ अलि लाइट बढाइदियो कालिम्पोङ ठ्याक्कै 11:30 बजे चाबेल बाँड्यो हिँड्यो होइन 11:30 बजे हामी यहाँ ठ्याक्कै 2:30 बजे मलेखु पुग्यो भनेपछि ठ्याक्कै 3 घन्टा लाग्छ त्यहाँबाट चाबेलदेखि यहाँ मलेखु आइपुग्यो ओके साथी हो सो गफसफ लाउँदै अनि मलेखुको माछा अनि फ्रेन्च फ्राईहरू खाँदै गफ लाउँदै गर्दा गर्दै हाम्रो खाना पनि आइपुग्यो अब कहिले चाहिँ मटन खाना कहिले चिकन खाना कहिले सादा अर्डर गरेका छौँ होइन सो भने हाम्रो खाना पनि आइपुग्यो र हामी अलि भोक पनि लगाइरहेको थियौँ अब तातो भात लाम खाइन्छ साथी हो तेरो मटनै हो आमा चिकन चिकन चाहिँ कता हो चिकन है अनि एउटा चाहिँ भेज हो माछा झोल खाने माछा झोल एउटा खान जन्मेकाहरू हौ खाऊ खान जन्मेकाहरू हौ खाऊ खाना चाहिँ मिठो मिठो खाने हो सबै चिज खाने हो मिठो मिठो किन भन्दाखेरि यत्रो काम गरेकै खानालाई हो होइन खान जन्मेकाहरू हौ खाऊ खान्छु खाने हो नखाइनाथलाई सरकारले व्यवस्था गरिदिएको छ र खा दुब्लो छस् मजाले खा पुगेन भने मेरो भाग पनि खा हो अरे खाओ ना दबा के अरे बेल के खाओगे तो रेल के मारोगे ये बात याद रखते तो आज नहीं ना आती हालत ले ले मिर्ची खा ये जुबान को तुलसी और कलेजों को फुर्ती देता है ले कम से कम मरद तो बन जाएगा भागेगा तो नहीं तुम दबा के अरे खाओ खाना चाहिँ मेरे बाउको छु मैले गाइजहरु फाइनली सबैले खाना पनि खाइसक्यौँ अब खानासाना खाएर एकछिन रेस्ट गरेर चाहिँ हामी पोखरातर्फ अगाडि बढ्दैछौँ है साथी हो यहाँ चाहिँ माइलले चाहिँ सुन्तला किनेर आउँदैछ यता अक्कल आएर गाडीमा खाने भने अब चाहिँ यो चाहिँ टिभी कहाँ गएछ खाएका तिनी बोकै अब शर्मा होटलमा खाना खाएर अब सरासर हिँड्नु पऱ्यो
यस गाइजहरू फाइनली मलेको बाटो अब मलेको बाटो चाहिँ हामी हिँड्यौँ अब यो उता धुलो छैन भने त झालर खोलिदिनुपर्छ यो त गर्मीले त साह्रै गाह्रो एसी चाहिँ चलाउनु पर्छ फोन तल गरौँ कि माथि एसी चलाएर पछाडि नआउँदैछ चक्लेटहरू हजुर चक्लेट इमली बम उता अगाडि चक्लेट पाएको छ ल इमली बम फोन परेछ न ल पिबी या चक्लेट खाने खानु न अब न पिबीलाई चाहिँ दाइलाई दिन्छ इमली बम मिठो साथी हो हामी चाहिँ क्रमशः पोखरातर्फ अगाडि बढिरहेछौँ है त मन्दिर पनि बेसी फेरि त्यो बाटो अब गीत गाउँदै सुन्दै रमाइलो गर्दै अगाडि हाम्रो यात्रा अगाडि बढिरहेछ साथी हो माया लाग्ने रहेछौ सन्नानी नबोले नि माया लाग्ने रहेछौ सन्नानी दिलको कसम दिलैमा मात्र झलझली छैन कम्पनी छैन कम्पनी छैन कम्पनी छैन कम्पनी गाइजहरू बल्ल बल्ल दमौली आइपुग्यो भगवान् कतिखेर पोखरा पुग्न जस्तो भयो साह्रै गाह्रो ओ पिङ्की चिरा नि खाने हो रेड बुल त एउटा दाइ आउनु कति रेड बुल सुकुटी मैले ल्याएन उही खा मलाई खानै मन लागेन आदि खाइ किन खाऊ नि त अलिकति अलिक पिरो पुगेन है बफै म नाच्छु बफै ल साथी हो अब एकछिन दमौलीमा चाहिँ यसो रेस्ट गरेर चिसोहरू खाएर अब फेरि हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दैछौँ है त मेरो माया भन्दामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ कस्तो गरी मैले यहाँ पछाडि तातेर अनि त्यो उता सिसा तातेर अहिले यहाँ मेरो कानमा तातो आउँदो रहेछ पछाडि त बुढाले चिसो भएको साथी हो अब हिँड्दा हिँड्दै लगभग अब 7 साढे 7 पनि भयो अँध्यारो पनि भइयो है र फाइनल्ली हामी अब पोखरा पनि इन्ट्री गरिसकेका छौँ है त गाइज यस गाइजहरू यस 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 फाइनली अब हामीले चाहिँ हामीले जुन बुक गरेका थियौँ होटल त्यहाँ आइपुगे अवस्था छ है साथीहरू अब हामी चाहिँ हाम्रो गाडीहरू भित्र पार्किङमा राखेर चाहिँ ब्यागहरू सबै निकालेर चाहिँ हामी माथि अब आफ्नो रुममा गएर चाहिँ
रेस्ट गर्ने फ्रेस हुने आदि इत्यादिहरू गर्नेछौँ है त साथीहरू ल अब यो पोका पाकेर यता ल्याउनु माथि गजबको अब गाह्रो कति एक तल माथि हो कि अब यहाँ बस्नु चाहिँ यहाँ कटेज रहेछ भर्याङ चढ्न नपर्ने चाहिँ उता हो नि घर जस्तै यो यहाँ चाहिँ यहाँ चाहिँ हुँदैन त्यहाँ चाहिँ कौशीमा शीतलमा बस्नु माथि चाहिँ कौशी छ फेरि बाहिर शीतलमा बस्नुलाई होइन दुई ग्रुपहरू बस्ने त्यताबाटै हुन्छ होला सबैजना माथि 8 जना गाइजहरू अब हामी होटल छिर्दैछौँ फाइनली होटल आइपुग्यो गाइस ओके एउटा चाहिँ यहाँ भयो यहाँ एउटा भयो होइन यो डबल यहाँ सिङ्गल एकजना 3 जना बाथरुम यता यस्तो यो पिबीहरू सिङ्गल सुत्छ यसो गर हामी केरा पबर ममा डबलमा होइन अनि तोरो पिबी सिङ्गल सुत अनि यहाँ एउटा सिङ्गलमा पिबी सुत्छ एउटामा सिमालमा सुताउला हो है यस गाइजहरू अब हामी चाहिँ फ्रेस भयो है फ्रेस भएर यसो बाहिरतिर निस्किँदैछौँ होइन अब यहाँ आमाहरू चाहिँ यतै के खाने भनेर चाहिँ खाँदैछ अब बडे सके बजाउँ ओके गाइजहरू हामी चाहिँ अब के चस्मा किन यहीँ होस् अब हामी चाहिँ अब यहाँ यसो चाहिँ बात निस्किँदैछ ओके हामी चाहिँ अब होटल पुगेर पनि सामानहरू राखेर धुवाई गरेर फ्रेस भएर चाहिँ अब यसो ल बाहिरतिर चाहिँ अब हामी लेक साइडतिर पुगेर आउने भनेर हामी साङ्गे म सीमा चाहिँ निस्के आमा दाइहरू भाउजूहरू चाहिँ सबै त्यहीँ बस्ने होटलमै बस्ने बाहिर ननिस्किने त्यही खाना खान्छु भनेर भने त्यही भएर हामी 3 जना चाहिँ लेक साइडतिर घुम्न हिँड्यो है त साथी हो वेलकम टु नेपाल ल यस के हो तेरो अनुहार पुरा पसिनाले नि ल अचम्म छ यार अब भर्खर फेरि गएर फेरि भर्खर रहेछ यहाँ चाहिँ कार जीपहरू चाहिँ पुरा रेन्टमा पाउने रहेछ यहाँ ए कारहरू जीपहरू पुरै रेन्टमा पाउने रहेछ ल अनि सीमा कस्तो लाग्यो तँलाई ठिक छ यहाँको फेसिलिटिजहरू ओके तर फ्ल्यास लाइट नबाले नि राम्रै आउँदछ कतापट्टि जाने हामी चाहिँ हामी अब हिँड्दै जाने यो पोखराको विषयमा सबै जानकारी भयो भने चाहिँ यहाँ कति वर्ष बस्यो त यहाँ 1 वर्ष होइन 2 वर्ष बस्यो नि 2 वर्ष बस्यो है यस्तो दामी छ तेरो त फर्स्ट टाइम हो सेकेन्ड टाइम हो तर म यसरी घुमेको चाहिँ छैन आज फर्स्ट टाइम पहिला कलेजबाट टुर आएको थियो होइन पानीपुरी खाने हो नि यहाँ त पानी खाने हो क्लब 16 यो हो क्लब 16 पनि हो यस अब अहिले हामी 16 तिर चाहिँ हेर्दैनौँ हामी गाइजहरू पोखराको फेमस क्लब 16 यो चाहिँ रहेछ है गाइजहरू ल यो चाहिँ एकदम पोखराको फेमसै हो नि त क्लब 16 के अहिले खाइहाल्ने
खाँदै हिँड्दै जानु के हो ल ल म चाहिँ रेड बुल यसो गरेर उता लेक साइडपट्टि जाने होइन त जब त्यता लिउँ अनि त्यो लेकको छेउबाट हिँड्दै हिँड्दै खाँदै तपाईँले के रेट हुन्छ तपाईँले बियर खुवाउने हो तपाईँलाई अब चाहिँ रेड बुल खानु पर्ला के भिडियोमा मात्रै भनेको अब फेरि बिहान टाउको दुख्यो भने टेन्सन हुन्छ त्यत्तिकै गाडीमा हिँड्दाखेरि गाडी चलाउनु चाहिँ तपाईँ हो क्या अनि गाडीमा हिँड्दा त्यत्तिकै त टाउको दुखिरहेको हुन्छ होइन त्यही भएर फेरि बियर हान्यो बिहान हान्ने भने होइन अहिले हान्ने भने गाइसहरू कसम यो पोखरा चाहिँ युरोपै हो के युरोप यता दार्जिलिङ के छ यो तँलाई मैले पोखरा घुमाइदिएको छु है घुम्दै घुम्दै जाँदाखेरि टक्कै हाम्रो थाङ्कासाङ्काले सबै कुरा हो गाइजहरू के अरे यो पोखरा के अरे यो लेक साइडको एरिया होइन के लेक साइड त लेक साइड उतापट्टि लेक साइड भिडियो गर्दा यो ठोक्रा Yeah. 2, 3, cheers. पुरा के आउँदै रहेछ यार होइन राति पहिले त दामी हुन्थ्यो त लेक साइडको यस्तो नि लेक साइड के हो यो पुरा सुनसान अँध्यारो भइरहेको परी हौसानी बस्यो माया नजानी बन्दी पुरेमा हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि नाच्यो खाएन चिकन खायो छैन नि साँच्ची अघि तैँले एउटा चप्पा खाँदै याद छ कि छैन खानु मैले भिडियो गर्दाखेरि त्यहाँबाट लिएर खाँदियो यो हो भने मैले भिडियो हेर्न थाहा भइहाल्छ मैले पोहोर मगाएको मलाई फाइदा भयो दादा मैले चाहिँ लेक साइड लेक साइडको होमस्टेहरू भनेको चाहिँ अब जस्तै ठ्याक्कै यस्तो सर्लङ्ग खोल्ने बित्तिकै भ्यूहरू देख्छ होला भनेको छ त अनि पहिला हामी बसेन त्यो माथि बाख्राहरू त्यहाँनिर टक्कै भ्यू यस गाइसहरू यहाँ हामी दुईजना पिज्जा खाने भनेर छौँ अनि कुन पिज्जा रे सलामी रे लेक साइड घुमेर चिसोहरू पिएर त्यसपछि सेकोहरू यताउति खाएर पनि अब भात चाहिँ खानु मन लागेन सो अब यो कस्तो खालको सलामी पिज्जाहरू खान्छु भनेपछि हामी चाहिँ स्टेसनतिर छौँ साथी हो यस फाइनली गाइस र हाम्रो चाहिँ पिज्जाहरू सबै आइसक्यो सो हामी चाहिँ अनि तिनैजना गम कि गम खाएर चाहिँ अब चाहिँ होटलतर्फ अलि छिटै जाउँ भनेर सल्लाह गर्दै छिटो खाइसक्यौँ र हामी यहाँबाट अब निस्क्यौँ है त साथी।
हामी अब यो सिधा खाएर हामी निस्क्यौँ अब चाहिँ हामी होटल जाँदैछौँ है गाइजहरू ल अब गएर चाहनु पाले सुत्ने हो यो पिज्जा खेर खानु मन लागेन त्यो म हातमा राखेको नरहेछु होटल जाँदै अब स्टेसन पाएर निस्केर यता होटल आउँदै थिएँ त्यही बेला छिरिङले फोन गरेछ गाइज फाइनली सीमा चाहिँ छिरिङसँग हामी हाम्रो होटल आइपुगे हजुर सुतेर आयो नि के गर्नु सुत्दै एकछिन भ्लग बनाउँदै सुत्दै भ्लग बनाउँदै तपाईहरु जान्दै गर्नु म कहाँ जाने हामी बसेको होटल आजको हाम्रो बास पशुपतिनाथको मन्दिर कस्तो दामी छ आमा कुरा गर्छ होला हाम्रो चाहिँ ल होटलदेखिको भ्यू रुम आइपुग्यो फाइनली आइजहरू फाइनली हामी होटल पनि पुग्यो अब लास्ट चाहिँ थकाइ लागेको छ अब सुत्नुपर्छ आइजहरू ओके सी यू टुमोरो गुड नाइट